यहाँ हेर न बयर कति छन् के बयर यो कुटिलको साके कोले खानुभयो सानमा हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आइएम कीर्तिमा पोखरेल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छु। अनि म चाहिँ घर आइसकेँ। कहिले म वर्षमा एकचोटि घर आउँछु, कहिले त म दुई महिनामा घर आउँछु। मेरो केही भरै छैन। अनि म चाहिँ यहाँ कफी टिप्न आएको के अस्ति नै देखाएको थिएँ नि मैले कफी पाकेछन् भनेर। अनि हेरौँ न कस्तो मजाले पाकेछन् कि कफी चाहिँ। यहाँ मात्रै होइन अन्त नि छन्, यहाँ त पुरै कफी मात्रै दाना मात्रै छ, पातै छैन खासै धेरै। अनि कफी टिप्छु, यो प्लास्टिकमा कफी टिपेर अनि म बेच्न लिएर जान्छु। कति पैसा आउँदो रहेछ म देखाउँछु, हेर्दै गर्नु है त। यसरी बुटोमै सुकेछन्, कोही चाहिँ मजाले पाकेछन्। अब टिप्छु म। क्या मजाले सुकेछ फेरि। तर यो पाकेको भन्दा रातो भन्दा यो सुकेको कस्तो महँगो पर्छ नि बेच्न लिएर जाँदाखेरि। म टिप्छु अब। यस्तो यो नाथ्रो भन्छ कि यो चाहिँ लिन्नन् कि फेरि यतातिर यो भएको कफी उहाँ टिपेर लिएर गएपछि पनि फाला लाउँछन्। पहिला फाला लाउँथे, आजभोलि त खै के कसो हो थाहा छैन। अति लिएनन् भने झ्याउ हुन्छ उहाँ गएर टिप्न फेरि सबै। त्यही भएर यहीँ सबै यो कफीको दाना मात्रै टिपेर लिएर जान्छु, अरू नमिसाइकन। यो बुटो र यो बुटा गरेर मैले यति बनाएँ। 1 किलो चाहिँ छ होला सायद। कफी कस्तो मजाले पर्छ के, तर पर्न नि यो सुकेको चाहिँ पछि टिप्न आउँछु म। अहिले चाहिँ आलु मात्रै टिपौँ, 2टा बुटा यति भयो जे होस्। अब अर्को पनि बुटो हो, म उता यो यिनीहरू नयाँ बुटो हो त्यही भएर अलिक कम छ कि यिनीहरूमा। उता छ कि एउटा पुरानो बुटो पहिल्यैदेखि फलेको, त्यसमा चाहिँ फल्छ मजाले। अब त्यता जाऊँ है त। अब यहाँ टिप्ने हो। यहाँ फेरि पात चाहिँ धेरै छन्, तर कफी नि छन्। कफी भित्रभित्र छन् कि बाहिर देखिन्न खासै। यहाँ नि छन्। अब यहाँका टिप्छु। तलदेखि त्यो फलेछन्, एउटा दुइटा सकेँ मैले कफी टिपेर। यति भयो। कति हो नि यतिमा? 3 किलो होला नि। खै 3 किलो त छन् कि जस्तो लागिरहेको के अरे। अब हेरौँ सकिए, यहाँ चाहिँ छैनन्। अब अलिअलि एउटा दुइटा काँचा छन्, छोडिदिएँ मैले काँचा चाहिँ। यति भयो। अब लिएर जान्छु है। कति छन्? 2 किलोभन्दा धेरै छन्। 3 किलो छन् कि छैनन् जस्तो लागिरहेको मलाई। 2 किलो थोरै पुगेन। यहाँ पुरै कफी रहेछन्। यसमा खाना दिन्छ। कफी दिएर 1 किलो टमाटर, आधी किलो प्याज अनि चिप्सहरू लिएर आएँ। अनि 55 रुपियाँ फर्के है। हाम्रोतिर यति धेरै चुनाव लाग्यो नि, प्रचार यति छ आजभोलि। जय घन्टी। गाइज म चाहिँ अहिले दिदीको घर छु कि चापकोट। अनि यहाँ चाहिँ हामी यतिकै बारीतिर यसो बारी हेर्न जाऊँ भनेर आएको थियौँ। अनि आएको बेला घाँस पनि छ होला भनेर डोको लिएर आएको थियौँ कि डोको हाँसी। अनि त्यसपछि यहाँ यति मजाले केराउ फलेर रहेछ होइन। केराउ त छर्नु आएकै हो। अनि यहाँ कुटिलकोसा पनि छ कि। कुटिलकोसा कसलाई थाहा, कसले खानुभयो सानोमा। यहाँ हेर्ने अहिले त मैले खाएर सकिसकेँ। मैले भिडियो बनाउँदिनँ भन्थेँ, तर नबनाइकन बस्न मेरो मनले मानेन। यहाँ हेर्ने म देखाउँछु। त्यता त बिच्चा जानुपर्छ, केराउको बिच्चा त्यहाँ थमारिन्छ के। अनि यता यो कुटिलकोसा के कसले खानुभयो सानोमा। तोरी उखेल्यो क्या हो तिमीले? ऊ त्यहीँ खोज न। तिमी फेरि यहाँ तोरी उखेल्दैछन्। ऊ त्यहीँ हेर त, ऊ त्यता हो ती कालो भएको हेर त त्यहाँ। बाबु हेलो गाइज भन्दै नि एकचोटि। यता हाई गरेर के हेलो गरेर। जबरजस्ती भने
अरू अरू केही भन्नु छ भन न म तिम्रो घर कतिचोटि आएँ अरे भन न भन्दैन यसले यति धेरै छ नि यहाँ कुटिलको साग घाँस काट्न आएको कुटिलको साग अरे अगाम लगाइसक्यौँ हामी त अब तिमीले खान्छौ यसले खान्दैन केरा पनि छ फेरि कति सानो छ झाल त्यहाँ हेर्नु न कति खालको केरा कति धेरै लाउनु भएको यतातिर फेरि मलजल केही अर्नै नपर्ने के छरेर छोडिदिएपछि हुने कस्तो राम्रो माटो छ रुखको टुप्पामा पुगेछन् घाम अनि यहाँ बँयर पनि छन् अहिले म बँयर पनि देखाउँछु होइन सानो बँयर खान जामिन के हेर्छौ तोरी उता रहेछ आऊ त जाऊ ऊ यता आऊ यता आऊ त यो फापर हो नि यो पुरै यो मजाले फुलेछ नि यो सबै फापर हो फापरको बिचमा यहाँ छ कुटिलको साग ए यहाँ के तोरी आऊ त यता अनि बिचमा तोरी पनि रहेछ क्या यहाँ ए के यो तोरी त हो नि यसरी उखेल्ने हो के अहिले मजाले समातेर उखेल है तोरी सबै खस्ने रहेछ सानो हेर त पुरै खस्यो नौ काम बुवा अहिले छोडिदेऊ बुवा घामले झुरिएर तोरी सबै खस्यो ल लिएर जाऊ ल भयो क्या अब नौ काम अनि यो छ नि यो पुरै गाउँ हो यहाँ दिदी हुनुहुन्छ उहाँ केराबारीतिर हेर्न जानुभयो यहाँ गाउँ छ त्यहाँ घाँस छ त्यता केराउ अनि यहाँ फापर अब खनिया खान पनि जान्छौँ हाम्रो त्यस्तो असारा हुन्छ खनिया यता त चैता हुँदो रहेछ अब बाबु जाऊँ बुवाले क्यारी मजाले लाउनु भएको रहेछ कि केरा फुपू भदाको माया कुटिलको छ टिपेर दिया दिदीलाई हो नि दिदी दिदीलाई कति माया गर्छ नि है छिप्पिएको देऊ त्यति कलिलो चाहिँ खान मिल्दैन कि यहाँ घाँस फेरि क्या मजाको छ कि त्यही कुटिलको सागको झाल हो हुन चाहिँ होइन कस्तो मजाको छ कि यतिकै नि कस्तो काटम जस्तो लाउने यो उक्काउन पनि आउँछ कि मजाले यता केरा अनि यता आँप बुवाले मस्त लाउनु भएको रहेछ क्या हेर्न आँप कति सानैमा कति मजाले फुले ह अब फल्ने बेला हुन लाग्यो नि त फुलेले मजाले यहाँ हेर्नु न बँयर कति छन् कि बँयर माथि त पाकेका नि पाकेका तल नि थियो हामी आएर खाइसक्यौँ त्यही भएर खासै छैनन् तल चाहिँ पाकेका अनि नत्र त बुटै ढलेछ कि फल्नै नसकेर दिदीले गाली गर्नुभएको थियो है बँयर खा भनेर त्यही भएर ल्याऊ के यहाँ राख त त्यो काँचो नटिप न कसलाई हो त तिमीले बँयर टिप्दिएको सानो भन न मलाई हो त नि कसलाई पठाइदिने भनेर हो त भन न भन्दिन हौ अब लठिल झार्ला हाँस्दै बस्यो आउँछ पाकेको रहेछ मैले टिप्छु क्या अहिले त्यो छोडेँ मैले सक्छु कसलाई हो त यो बँयर टिप्दिएको भन न
मामा घरको मान्छेहरूलाई मामा घरको मान्छेहरू भन्ने कि बुवा आमा भन्ने हो कति छ कि बएर त धान्न नसकेर यस्तरी बुटो ढलेछ हेर न आँप हेर्नु त आँप यस्तो मजाले फुल फुले नि अनि यहाँ छ केराउ अनि यो त के रहेछ यो चम्सुर हो क्या चम्सुर यता बन्दाकापले के लाउनु भयो रहेछ आँप लिची ल है यो आँप हो अनि यो चाहिँ लिची हो कति धेरै ल्याऊ बाबुले त कति धेरै टिपिन है यत्रो टिपिसक्यो ल अब अलिकति टिप्छु यहाँ कति धेरै छन् कि यहाँ यो कसरी टिप्ने होला काँडो हो कि यो काँडो नआउने भने कति मजाले टिप्न हुन्थ्यो होला अझै बाबु भित्र नजाऊ कि काँडाले कोप्छ दिदीले आँडो टिप्नु है ऊ कोपिसक्यो मौरीले ढोको अब यता भित्र नजाऊ गुच्चाइदिउँ अलि भन समात डरायो अलि गुच्चाइदिउँ अब बिस्तारै डराउँदिनन् के डर लाग्यो यो पारी पाल्पा होइन यो गण्डकी भन्दा पारी पुरै पाल्पा हो हुन त शीतल टार ल्याएर चाहिँ यताबाट त देखेन शीतल पार्क भूत हो कि मान्छे हो यो भूत भूत हो क्या गण्डकी पारी हामी स्याङ्जामा हम पारी पाल्पा यता गण्डकी पर्दैछ पारी चाहिँ लुम्बिनी पर्दैछ क्या हाम्रो भोलि भोट हाल्ने सेन्टर यही हो क्या हाम्रो स्कुल नै अनि यहाँ चाहिँ पुलिसले त्यो उहरू बनाइरहेछन् के बुथ के भन्छ नि बनाइसकेछन् हजुर हेलो भन न यस्तरी हेलो भन न के हेर्छु भाइलाई हेर्छु खोइ र भाइ छैन भित्र होला कुरो बिजो भयो आउने यता तिम्रो नाम के हो भन्देऊ न भन्दिन किन हो र केसै पनि हुन्छ त भन न भन्यो भने मिसिदिन्छु बल्ल नत्र भएन भने त दिन्न भन छिटो सुप्रिया रहेछ क्या हो हो खुबै सुप्रिया त दिदीको ऊ धन्नै लुटिकी त्यहाँ समाते नि लोटिन्छ लोटिन्न खुबै खुब उठो भाइ हल्लाउ त भाइलाई हा बाबु त्यसरी हल्लाउने होइन हा बाबु हा भनेर हल्लाउ न फेरि भन त फेरि भन न हा बाबु हा भन न हेर त कपडा खस्यो यतै तिमी नक्कली भयो कि हो गाजल लाएर यता हेर त खै यता हेर त ओहो कति राम्री भयो कि हुन् त नि राम्री भइछौ तिमी त आँखा चिम्म गर त ओहो देखाउँदिन ल आऊ म भाइ देखाइदिन्छु आऊ तिमीलाई यस्तो भाइ हेर्नु मन लाग्यो यस्तो धेरै हेर्नु मन लाग्यो ल हेर खै यस्तो गर न ल ल हेर भाइ के छ खबर ठिक छ खबर यो त भाइ सुते फेरि हजुर के छ खबर त्यस्तो नगर न उठ्छ फेरि के छ अरे भाइको खबर ठिक छ भन
हात पनि रातो रातो भर नचला अब भयो बस म अब तल जाम है लगाइदेऊ यो हावा लाउँछ फेरि यता फेरि देखियो यतै त्यता त हावा लाउँछ तिमीले जानिनौ तिमी ढङ्गै पुगेन ल तल बस त मलाई दिन्छु मेरोमा एउटा डोको लिएर पताइ अनि घाँस दुइटै लाने भनेर मम्मीले त्यहाँ घाँस काट्न आउनु भयो मम्मीले घाँस काट्नुहुन्छ मैले पताइ सोर्ने भनेर आएको तल पताइ राख्ने अनि माथि माथि घाँस राखेर लैजाने हो अब एउटा एउटा काम त गर्नु पर्यो यस्तो कुचो हो मसँग पताइ सोर्ने अब यसरी सोर्छु सबै त्यतादेखि त सोर्दै सोर्दै आयो मकै उम्रेछन् कि यहाँ अस्ति भर्खर म घर आसी नै हो लाएको हेर्नु न सानो अलिअलि देखियो त्यहाँ मकै नै छरे होइन केराउँछन् यता उम्रिसके अझ यता उम्रेछन् मजाले यहाँ फेरि फर्निचर छ अहिले कराएको थिएन र भिडियो बनाएको थिएँ अनि फेरि कराउनु सुरु गर हाम्रो आँधी होला यहाँ त चाहिँ ठ्याक्कै देखिँदो रहेछ मजाले मम्मी नि आउनु भयो बताइ सोर्न घाँस काटेर सकेर मम्मीले त्यताको पाहो सोर्नु भयो मैले यता यहाँ थुप्रो लाख त्यहाँ डोका उठाइसक्नु भयो मम्मीले लिएर जानु हो मैले लैजान्छु घाँस भनेको मान्नु भन ए दाउरा लिएर आइज अरे मैले त आमाको माया हो नि अब चाहिँ भिडियो एन्डिङ गर्छु भनेर आएको एकदम भिडियो लामो त भएन तर धेरै दिनको भयो कि यहाँ आइसी बनाउन सुरु गरेको थिएँ अनि त्यसपछि म दिदी कहाँ गएर आएँ अनि त्यसपछि पनि उता त बनाउँदिनँ भन्ने सोचेको थिएँ अनि फेरि के सुट चलो बनाएँ मैले अनि अब फेरि धेरै लामो हुन्छ भनेर मैले अहिले एन्डिङ गर्छु भनेर आइछु अनि अब भोलि भोटाल्ने दिन भोलि मिल्यो भने चाहिँ बनाउँछु हाम्रो टाढा जानु पर्दैन यहीँ नजिकै छ क्या हाम्रो सेन्टर चाहिँ अनि हाम्रोलाई भन्दा पनि राम्रोलाई भोटाल्नु होला बुझेर भोटाल्नु होला होइन अहिले गल्ती गरियो भने फेरि पछुताउनु बाहेक केही विकल्प रहँदैन त्यही भएर फेरि आउँदैन यस्तो मौका बल्ल बल्ल आएको छ त्यही पनि जेएनजी आन्दोलनले गर्दाखेरि त्यही भएर भोट फर चेन्ज जसले हाल्नुहोस् तर बुझेर सोचेर हाल्नुहोस् त्यही हो मैले त के भनौँ होइन यति नै अनि मेरो भिडियो पनि हेर्दै गर्नु होला के कस्तो हुन्छ सुझाव सल्लाह पनि दिनु होला यति नै भन्न चाहन्छु बाई बाई थ्याङ्क्स फर वाचिङ